आजको रेसिपी यो तातो तातो थुक्पाको मैले कसरी बनाएँ तपाईहरुसँग रेसिपी शेयर गर्न गइरहेको छु। मन पर्यो भने भिडियोलाई सेभ गर्नु नबिर्सिनुस् है। यो रेसिपीको लागि चाहिँ मैले एउटा होल चिकनको आधी भाग चाहिँ लिएको छु। तपाईहरुले मसिनो पिस गरेको चिकन पनि लिन सक्नुहुनेछ, तर सारै मसिनो चाहिँ नगर्नु होला। कुनै पनि सुप बनाउँदाखेरि यस्तो गहिरो खालके भाँडामा हो भने चाहिँ एकदमै सजिलो हुन्छ कराईमा भन्दाखेरि। त्यही भएर मैले यहाँनिर यस्तो पटमा यो डल्लै चिकनलाई राखे। पानी चाहिँ मैले यो ठुलो बोलले मेजर गरेको छु। फर्स्ट टाइम राख्दाखेरि मैले यो बोलको 1 बोल राखे र सेकेन्ड टाइममा चाहिँ मैले आधा मात्रै राख्दै छु। सुपको मसलामा एउटा मिडियम साइजको प्याज मैले राखे। 2 वटा अदुवाको स्लाइस पनि राख्दै छु। मेरोमा चाहिँ लसुन ठुलो ठुलो छ, त्यही भएर यहाँनिर मैले 6 पोटी राख्दै छु। थोरै टिम्बुर पनि राख्दै छु। टिम्बुर नहुनेहरूले मरिच राख्दा पनि हुन्छ। एउटा तेजपत्ता पनि राख्दै छु। सानो दालचिनी, एउटा स्टार एनिस यदि छैन भने नराख्दा पनि हुन्छ। 2 वटा सुकमेल अथवा सानो अलैँची, 3 वटा चाहिँ मैले यहाँनिर ल्वाङ राखे। सबै सामग्रीहरू राखिसकेपछि कभर गरेर यसलाई हाई हिटमा उमाल्नु पर्छ। जब सुप बोइल हुन थाल्छ तब चाहिँ यो मासुमा भएको अलिअलि भएको रगतहरू, यो सबै यसको त्यो मैलाहरू जति चाहिँ माथि यसरी फोम जस्तो भएर बसेको हुन्छ र तपाईहरुले यसलाई चाहिँ बिस्तारै निकालेर फ्याकिदिनु पर्ने हुन्छ। माथि तर लागेको सबै मैलाहरू सफा गरिसकेपछि अब कभर गरेर 1 घण्टा लो हिटमा राम्रोसँगले सुपलाई पकाउने। र यहाँनिर चाहिँ मैले थुक्पाको लागि पानी पनि रेडी गरिसकेको छु र उतापट्टि सुप पनि बोइल भइरहेको छ लो हिटमा। मलाई चाहिँ जहिले पनि यो स्टाइलले थुक्पा बनाउँदा मसिनो खालके नुडल्स एकदमै मिठो लाग्छ। त्यही भएर मैले चाहिँ यो सानो सानो खालके नुडल्स युज गरिरहेको छु। तपाईहरुले कुनै पनि नुडल्स यो रेसिपीमा युज गर्न सक्नुहुनेछ र यो थुक्पालाई कसरी बोइल गर्ने भनेर प्याकेटमा अलरेडी इन्स्ट्रक्सन हुन्छ। त्यसलाई नै फलो गरेर तपाईहरुले यो नुडल्सलाई बनाउन सक्नुहुनेछ। मैले हाई हिटमा यो थुक्पालाई 6 मिनेट उमालिसकेको छु र अब चाहिँ यो भित्र पाके कि पाकेन भनेर हेर्नको लागि म यसरी पनि हेर्छु। एउटा थुक्पा लिएर तपाईहरुले चुटाउनु भयो भने त्यसको बीचको भाग पाकेको छ कि छैन भनेर राम्रोसँगले देखिन्छ र यदि पाकेको छैन भने अलिकति बेसी फेरि पकाउने। यदि पाकिसकेको छ भने चाहिँ ग्यासलाई अफ गरेर अब मैले चाहिँ यहाँनिर स्ट्रेनरमा यो थुक्पालाई चाहिँ सबै ट्रान्सफर गर्दैछु। अब यो तातो थुक्पालाई चाहिँ मैले यहाँनिर ट्याप वाटरले मज्जाले पखाल्दैछु। थुक्पामा मैले थोरै तेल पनि राख्दैछु। तेल राखेर यसरी राम्रोसँगले थुक्पालाई मिक्स गर्नुभयो भने थुक्पा एकअर्कामा टाढिँदैन। चिकन सुपलाई मैले लो हिटमा बोइल गरेको 1 घण्टा भइसकेको छ। ल हेर्नुहोस् त, वाउ, पर्फेक्ट चिकन सुप बनेको छ। अब यो चिकनलाई चाहिँ मैले निकाल्दैछु। थुक्पा बनाउँदाखेरि अजिनामोटो अथवा चिकन क्युब नराखी त मिठै हुँदैन। त्यही भएर मैले चाहिँ यहाँनिर चिकन क्युब एड गर्दैछु। तपाईहरुले अजिनामोटो पनि राख्न सक्नुहुनेछ अनि स्वाद अनुसार नुन पनि मैले एड गरे। यी दुईटा सामग्रीहरू राखिसकेपछि मैले ग्यासलाई हाई गरेर 1 मिनेट जस्तो उम्लिनको लागि छोड्दिएको छु। थुक्पाको लागि चिकन सुप बनेर पर्फेक्टली रेडी भएको छ। ल हेर्नुहोस् त, हेर्दै कति खाउँ खाउँ लाग्दो यो सुप बनेको छ। हड्डीसँग यसरी उमालेको सुप एकदमै मिठो हुन्छ। ल अब यसमा नुनहरू लाग्यो कि लागेन भनेर म चाहिँ यहाँनिर अलिकति निकालेर ट्राई गर्दैछु। सुपमा भएको मसलाहरूलाई चाहिँ मैले निकालेर फ्याँके र सुपलाई चाहिँ मैले लो हिटमा यतिकै छोड्दिएको छु। मासु चाहिँ यहाँनिर मैले अब यो हड्डी र छालाको चाहिँ काम छैन, यसलाई चाहिँ म फ्याँक्दैछु र मासु जति चाहिँ मैले अलग्गै यसरी छुटाएर राख्दैछु। श्रेडेड मासु पनि यहाँनिर रेडी भएको छ र अब यो मैले हड्डी र छालालाई चाहिँ फ्याँक्न गइरहेको छु र अब चाहिँ थुक्पा तातो तातो सर्भ गरेर खानु मात्र बाँकी रह्यो र मैले अब यहाँ तपाईहरुसँग सर्भ गरेर पनि देखाइरहेको छु। तातो तातो यो चिकन थुक्पा इन्जोय गर्नुहोला र मैले यहाँनिर युज गरेको यो चिली पेस्टको रेसिपी पनि तपाईहरुले मेरो प्रोफाइलमा गएर स्क्रोल गर्नुभयो भने त्यहाँनिर पाउनुहुनेछ। थ्यांक यू सो मच फर वाचिङ। बाय बाय।